हेलो नमस्ते सबैजनामा। आजको भिडियोमा जीमेल अथवा इमेल एकाउन्ट कसरी बनाउने भन्ने कुरा सिम्पल वेमा यहाँहरूलाई सिकाउनेछु म है त। सबभन्दा पहिला मोबाइलको जीमेलमा हैन इन्टर गर्नु होला अनि त्यसपछि एड एन इमेल एड्रेसमा क्लिक गर्नु होला। अनि त्यसपछि गुगलमा क्लिक गर्नु होला हैन। अनि त्यसपछि मोबाइलको लक माग्ला। सो लक खोल्नु होला सबैजना। अनि एकैछिनपछि यस्तो इन्टरफेस आउँछ। सो क्रिएट एकाउन्टमा क्लिक गर्नु होला र यहाँ 3वटा अप्सन आयो। फर माई पर्सनल युज, फर माई चाइल्ड, फर वर्क अर माई बिजनेस। सो के पर्पजको लागि यहाँहरूले खोज्दै हुनुहुन्छ त्योमा क्लिक गर्नु होला। जस्तै कि म पर्सनल युजको लागि खोल्दैछु त्यही भएर फर माई पर्सनल युजमा मैले क्लिक गरेँ। ठिक। अनि त्यसपछि फर्स्ट नेम लेख्नु होला यहाँहरूले हैन। म आफ्नो नाम लेखिदिइहालेँ राम जस्तै कि हैन लेखेँ। अनि सरनेम अप्सनल भन्छ, लेख्दा नि भयो नलेख्दा नि भयो है त। तलको जुन छ नि यो कास्ट सरनेम लेख्दा नि भयो नलेख्दा नि हुन्छ त्यही भएर हैन म चाहिँ छोडिदिएँ है त। नेक्स्ट गरेँ। अनि त्यसपछि यहाँ डेट दिएँ है त। डेट के कसो छ हैन यहाँहरूको एक्ज्याक्ट डेट दिनु होला हैन। पछि फेरि कामलाई लागि के होला हैन त्यही भएर एक्ज्याक्ट डेट दिनु होला है त। सो म चाहिँ 2025 दिएँ र चाहिँ मन्थ चाहिँ मे दिएँ हैन। अनि कति भयो त्यो हैन त्यही भएर म चाहिँ 23 दिएँ हैन। अनि जेन्डर यहाँहरू फिमेल हुनुहुन्छ कि मेल हुनुहुन्छ हैन त्यो अनुसार दिनु होला। जस्तै कि म मेल छु त्यही भएर म चाहिँ मेल दिएँ है। पुरुष हुनुहुन्छ कि महिला हुनुहुन्छ है त। पुरुष हुनुहुन्छ भने चाहिँ मेल, महिला हुनुहुन्छ भने चाहिँ फिमेललाई दिनु होला है त। सो मैले चाहिँ मेलमा सिलेक्ट गरेँ।